हेलो गाइज वेलकम ब्याक टु माई एनदर भिडियो। अहिले चाहिँ बिहानको 8 बजेको छ र देख्न सक्नुहुन्छ हजुरले अँधेरो नै छ होइन। फिनल्यान्डमा अहिले विन्टर चलिरहेको छ अनि यहाँ चाहिँ बिहानको 9 साढे 9मा मात्र उज्यालो हुन्छ अनि एकदम चिसो छ। स्नोफल भएको जस्तोकै स्नो नै स्नो देख्न सक्नुहुन्छ हजुरहरूले। अनि म चाहिँ आफ्नो स्कुल जाँदैछु हिँडेर। स्नोफल अनि विन्टर इन फिनल्यान्ड चाहिँ कस्तो हुन्छ भनेर म हजुरहरूलाई देखाउनको लागि चाहिँ यो भिडियो बनाउँदैछु। जतासुकै हिउँ छ है बाटोमा, यतिको अन्धकार छ। अहिले चाहिँ विन्टरमा चाहिँ फिनल्यान्डमा बिहान 9:30 बजीतिर सनराइज हुन्छ, उज्यालो। सनसेट चाहिँ 3:30 बजीतिर नै हुन्छ र डे लाइट चाहिँ एकदम नै धेरै कम हुन्छ होइन। अनि अँधेरोमै हिँड्नी बस्ने बानी हुन्छ। अहिलेको लागि हेर्न सक्नुहुन्छ हिउँ कस्तो छ है, जतासुकै हिउँ बस्ने ठाउँमा धरि हिउँ छ। अन्धकार भएर फेस पनि राम्रोसँग देखेँ होइन। विन्टर वन्डर, जतासुकै हात फ्रिज भयो गाइज। आजको टेम्परेचर चाहिँ -9 छ गाइज अनि फिल्स लाइक -11 छ। सो त्यति धेरै जाडो भएन आज। अनि लास्ट विक चाहिँ एकदम धेरै चिसो थियो, -21 सम्म भएको थियो होइन। यसरी मोबाइल निकालेर त केही गर्नै सकिन्थेन त्यति बेला त। अहिले चाहिँ जे होस् अलिअलि एकछिन 1-2 मिनट हात निकालेर भिडियो बनाउन चाहिँ सकिरहेको छु मैले होइन। पहिला मैले ट्राई गरेको थिएँ, सकेको थिएन। सो आजको टेम्परेचर चाहिँ ठिक्क छ अनि बेला बेलामा स्नोफल नै भइरहेको गाइज। अनि त्यही भएर स्नो चाहिँ एकदम ढेर भएको छ। हेर्दा चाहिँ रमाइलो हुन्छ जतासुकै सेतो देख्दाखेरि होइन। चिसो पनि फेरि उत्तिकै हुन्छ। सो गाइज म चाहिँ स्कुल आइसकेको छु र यहाँ चाहिँ म स्कुलको किचनमा छु होइन। अनि म चाहिँ यहाँ लगभग 7-8 घन्टा बस्छु नि त, त्यही भएर म चाहिँ अनि खाना नै लिएर आउँछु कि खाना नै खानु पऱ्यो नि त त्यो टाइममा त। त्यही भएर अनि अब म यहाँ फ्रिजमा चाहिँ खाना राख्दैछु। यता चाहिँ फ्रिजहरू छ होइन, यहाँनिर तताउनको लागि माइक्रोवेभहरू छ अनि सबै कुराहरू छ कि यहाँ चाहिँ। अनि अब म यहाँ राखेर अनि बल्ल क्लासमा जान्छु गाइज। सबै स्टुडेन्टहरूले चाहिँ यसरी खाजा लिएर आएर राख्छन् कि गाइज। सो गाइज अहिले चाहिँ कफी ब्रेक भएको छ होइन 15 मिनटको। अनि म चाहिँ बिहान केही नखाइकन आएको थिएँ, त्यही भएर मैले चाहिँ यो ब्रेड लिएर आएको छु होइन। अब म यो ब्रेड खान्छु। अनि यो चाहिँ हाम्रो क्लासरुम हो गाइज। अहिले चाहिँ ब्रेक भएको छ, क्लासरुममा कोही पनि छैन। म चाहिँ अहिले क्लासमा छु। ऊ चाहिँ मेरो नेपाली साथी। हाई। आज दिउँसोमा चाहिँ अलिअलि घाम लाग्यो जस्तै भएको छ गाइज। आज चाहिँ हामी फर्स्ट एडको बारेमा पढ्दैछौँ क्लासमा। सो गाइज अहिले चाहिँ म स्कुलबाट फर्किँदैछु। हजुरहरू हेर्न सक्नुहुन्छ अहिले चाहिँ उज्यालो छ होइन। बिहान आउँदा कस्तो अन्धकार थियो अनि जतासुकै यसरी हिउँ छ। तर हिउँ भए पनि आज चाहिँ अलिक तातै छ, किन भन्दाखेरि टेम्परेचर बढ्यो, -8 जति छ अहिले। अनि यहाँ मेरो साथी छ, हेलो। यसरी यहाँ ढेर छ पुरै। यो चिसो मौसममा चाहिँ मान्छेहरू खासै बाहिर निस्किँदैनन् है, काम नपरेसम्म। त्यही भएर बाटोहरू चाहिँ यस्तो खाली हुन्छ। तर जतासुकै सेतो हिउँ देख्दाखेरि चाहिँ एकदम राम्रो रमाइलो लाग्ने कि। अनि अलिअलि घाम लाग्यो भने त झन् कस्तो क्लियर रमाइलो देखिन्छ क्या एकदम नै। अनि म चाहिँ घर फर्किँदैछु। अनि अहिले चाहिँ घाम अस्ताउन लागिरहेको छ, त्यही भएर कस्तो राम्रो देखेको छ कि यहाँनिरको सिन। अनि यो चाहिँ यहाँको रेलवे स्टेसन हो। यो चाहिँ यहाँनिरको सुपर मार्केट हो गाइज। अनि यहाँ साइडमा चाहिँ सेकेन्ड ह्यान्ड सप पनि छ र अलिकति उता चाहिँ हाउसिङ कलोनीहरू पनि छ। हजुरहरूले देख्न सक्नुहुन्छ त्यहाँ होइन बिल्डिङहरू। यो चाहिँ हिँड्ने बाटो अलिअलि यसरी पन्सेको हो। यतापट्टि चाहिँ हिउँ गाइज। यसरी त जति खेले पनि भयो हिउँ। वाउ, म चाहिँ जहिले स्कुलबाट फर्किँदा यसरी नै हिउँ खेल्दै जान्छु कि घर जाँदाखेरि रमाइलो हुन्छ ल। सो गाइज
यो चिसो अनि हिउँ जति जे भए पनि फिनल्यान्डको लाइफ चाहिँ रोकिँदैन होइन। स्कुलदेखि लिएर हरेक ठाउँहरू चाहिँ खुल्ला भएर कामहरू चाहिँ चलिरहेको हुन्छ। सो फिनल्यान्डको लाइफ यस्तै नै छ, हिउँै हिउँमा चिसो छ तै पनि रमाइलो नै छ। So with this, I'd like to end my video. Until next time, bye bye. बाहिर चिसो गाइस, भित्र चाहिँ न्यानो भा, भित्र आइपुगेँ म। अनि फिनल्यान्डमा ब्लस लाउनै पर्दैन गाइस, सबै पिङ्क पिङ्क हुन्छ।